जापानमा यस्तो पुरानो अनि कुहिन लाको जुत्ता 10,000 येन सम्म बेच्न मिल्छ, त्यो पनि जापानिजलाई। आज बिहानदेखि ठुलो पानी परिरहेको थियो, छाता ओढेर भए पनि म स्कुल आइपुगे। अब स्कुल आइसकेपछि हल्का पढाइमा ध्यान दिएको जस्तो एक्टिङ त गर्नै पर्यो। बाहिर बरफ पर्न सुरु भइसकेको थियो। म स्टेसन जाँदै गर्दा बाटोमा यो टायरवाला गेम देखेर ट्राई गरेको, फ्रीमा एउटा स्टिकर पाएँ। यो स्टिकरको बदलामा यो घुमाउनेवाला गेम खेल्न मिल्दो रहेछ। त्यसबाट मलाई कति राम्रो दुईवटा की चेन मिल्यो अनि म लागे घरतिर। ट्रेनबाट बाहिर हल्का बरफ देखिरहेको थियो, तर जब ट्रेनबाट झरे एकदमै ठुलो बरफ पर्न स्टार्ट भयो। घर पुग्दासम्म म बरफले ढाकिएर स्नोम्यान जस्तो देखिरहेको थिएँ। मम्मीले यति मिठो मासु बनाउनु भएको रहेछ। मैले मासु र भात खाएँ अनि जुत्ता बेच्ने एप्लिकेसन चाहिँ यो। यसमा पुरानो जुत्तादेखि लिएर फालिएको कपडाहरू सबै बेच्न मिल्छ। मैले यसबाट दुईवटा जुत्ता बेचेको थिएँ। यो सिनबाट 1200 मा किनेको जुत्ता लगभग 2900 मा बिकेको थियो अनि यो 800 को जुत्ता लगभग 2500 मा बिकेको थियो। डिस्क्रिप्सन चाहिँ मैले सबै च्याट जीपीटीबाट बनाएको। हल्का मेहनत गर्ने हो भने यसबाट हामीले पकेट खर्च मजाले निकाल्न सकिन्छ। अनि यो साइकल चाहिँ एकजनाले बुक गरिसकेको छ, तर अहिले बरफले गर्दा ओलिन आउन पाइरहेको छैन। आजको लागि यति नै, बाइ बाइ।